Dash, when are you? Kaccha bhera yo kaccha ba. उडाउँदै धुलो उडाउँदै मेरो यस्तै छ पारा यो जुत्ताले पनि कति दुःख पाए बाउले कहिल्यै नयाँ जुत्ता किनिदिने होइन Dash, कस्तो भोक लाग्यो केही खानेकुरा छैन रोकी ला इन्जोय गर दुलो छेक्यो साइड गरेको छेक्यो खोल त गया तेरो मन त बाहिर गए किन मसित झगडा गरेर तँलाई पनि पठाइदिउँ मामा घर चुप राख छुट्टो अकल छैन अगाडि फर्केर के साढे 9 पो भइसकेछ स्कुल जाने बेला मैले झोला यता रहेछ अब तेरो जुत्ता मेरो जुत्ता खोइ एउटा जुत्ता त यता रहेछ साम्नु पर्यो खान पठाए Dash, मेरो जुत्ता देख्नु भएन कति राम्रो सपना देखेको थिएँ ससुराबाट लटेको के भयो भन्दा जुत्ता हरायो हिजो राखेको ठाउँमा होला नि त्यहाँ त छैन तेरो जुत्ता हिँड्ने मामाहरू पुग्यो क्या हो तेरो मास्टरले जुत्ता राख्न सिकाएनन् त्यसो भए आज म चप्पल हार्छम जा चप्पल मेरो खाजा रोकी ला 5 रुपैयाँ के आउँछ र चाउमिन आउलाई चाउमिनलाई त 500 रुपैयाँ पर्छ ए ल अझै 5 रुपैयाँ अझै 50 रुपैयाँ थप्नु ए ला त्यही पनि आज सधैँ टिफिनमा ल्याउनु भनेको छ खाजा ए भोलि लैजाओस् त्यही पनि पर्दैन ए ल त नि म गएँ ल त ल भाइ यो समाउनु तिमीले यो एउटा एक ढङ्गबाट यो प्रस्तुत गरियो भने अर्को ढङ्गबाट अर्को विद्यार्थी भाइ बहिनीहरूले प्रस्तुत गर्दैछन् ल त्यहाँ सबै सिक्यो बाबा मम्मी माए ए बाबु आयो जाऊ त तिमी झोला सोला राखेर हात मुख धुँदै आएर म खाजा बनाउँछु है त्यो नेपाली सिलुचाली संसारमा लौकिन्छ बाबा मैले यति दुःख गरेर किनिदिएको जुत्ता त्यसरी राख्नु पर्यो ल यस बाबु खाजा हजुरले खानुभयो म एकछिन पछि खान्छु तिमी खाऊ न हुन्छ बाबा मम्मी र बहिनी खोइ त तिमीले आवश्यक पर्ने किताब र कापी किन्न बजार जानुभएको छ आज त नयाँ किताब र कापी पाइनु भयो बाबा आज मेरो धेरै होमवर्क छ म गरेर बस्छु है ल बाबु जाऊ
होमवर्क छ भने चाहिँ हेर्नु जानु पर्यो। म डायरी चेक गर्न पर्यो। बाबु आज तिम्रो सबैको होमवर्क छ हो? बाबा आज मलाई सुत्ने बेलामा राम्रो कथा सुनाउनु है। हुन्छ बाबु। तिमीहरूले मात्रै हेर्ने हो, यता पर्दैन। जुत्ता पनि कति सानो भएको बाबा 3 दिन हाल्नु पर्यो। बाबा टिफिन रोक है बाबु। लौ बाबु खाजा। बाबा म स्कुल जान्छु है। हस् बाबु। भाइ टाउको यता बाई बाबा। बाई छोरा। यो नाटक अझै सकिएको छैन। यो नाटकले मोरल दिन खोजेको यहाँले बुझ्नुभएकै छ। एउटा असल परिवार र एउटा अभिभावकको भूमिका र विद्यार्थीको व्यवहार दुई पाटोबाट देखाउन खोजिएको छ। असल व्यवहार र खराब व्यवहारलाई प्रदर्शन गर्न खोजिएको हो। फेरि आए बाबु। अब भने विद्यालयमा विद्यार्थीको व्यवहार कस्तो हुन्छ त? गुड मर्निङ स्टुडेन्ट। गुड मर्निङ सर। ल बस बस। थ्याङ्क यू सर। आज मैले एकदमै महत्त्वपूर्ण पाठ लिएर आएको छु। त्योभन्दा पहिला तिमीहरूलाई हिजोको केही कुरा याद दिलाउँछु। ल आइज उठ त यो पढ। सर मलाई यो आएन। ल न्युटन उठेर पढ्देऊ त। असतोमा सदगमय। ल आइज के हो अरे भन। असतोमा सदगमय। ल रोक है। ल यो पढ त। सर मलाई यो पनि आएन। उसले घर पढेको थिएन त्यसैले उसले जानेन। जननी जन्मभूमिस्व स्वर्गादपि गरियसी। उसले पढेको थियो जान्यो। जननी जन्मभूमिस्व स्वर्गादपि गरियसी। पढेपछि जानिदो रहेछ भन्ने। पढेपछि जानिदो रहेछ। ल बस। मैले हिजो तिमीहरूलाई गृह कार्य दिएको थिएँ गऱ्यौ त? गरेको छु सर। सर मलाई यो वाक्य आएन, नजाने पनि अलिअलि गरेको छु सर। मिलेछ यति गरे पनि हुन्छ। हुन्छ सर। ल आइजेक उठ त। के भयो आइजेक तिमीलाई? निन्याउरो देख्छु। आउट ड्रेसमा पनि रहेछौ। के भयो आइजेक तिमी? के भयो आइजेक तिमीलाई? सन्चो भयो छैन? पेट दुखेको छ? सर मेरो पेट दुखेको छ। ल मैले अहिले औषध दिउँ। ल बस। होइन आइजेकलाई के भयो रहेछ? किन निन्याउरो देखिन्छ? यसो सम्झाउनु पर्यो। आइजेक उठ त। तिमी ज्ञानी छौ, असल छौ। अझै ज्ञानी हुनु, अझै असल हुनु, परोपकारी हुनु, समाजमा परिवर्तन गर्नु, देशमा परिवर्तन गर्नु, विश्वमा परिवर्तन गर्नु। तिमीलाई साथ दिनको लागि हामी छँदैछौँ नि आइजेक। हुन्छ सर। ल बस। थ्याङ्क यू क्लास। थ्याङ्क यू सर।
कस्तो हावा छ रे यार मलाई सम्झाउन खोज्छ 20 वर्षपछि कति हँसाएको त माइक अफ गरायो भन्थ्यो यो नाटक अझै सकिएको छैन 20 वर्षपछि के हुन्छ त यो नाटकको निकै उत्कृष्ट नाटक प्रदर्शन गरिरहेका छन् विद्यार्थी भाइहरूले यसको मोरल त यहाँहरूले बुझिसक्नु भएकै छ पक्कै पनि पढ्दा यस्तो अरे त्यो भिडियो हान्दा विद्यार्थीहरूलाई आफ्ना छोराछोरीहरूलाई कसरी व्यवहार गर्ने विद्यालयमा अथवा घरमा उनीहरूको आनी बानी कसरी सुधार गर्ने उनीहरूलाई टिफिनको व्यवस्था कसरी गर्ने उनीहरूलाई शिक्षा कसरी प्रदान गर्ने उनीहरूको व्यवहारमा कसरी परिवर्तन ल्याउने यदि राम्रो व्यवहार भएको विद्यार्थी र नराम्रो व्यवहार भएको विद्यार्थी त्यसको परिवारलाई यसले जोड्न खोजेको छ अब 20 वर्षपछि के हुन्छन् त यी दुईजना हेर्न बाँकी नै छ माइक अफ गरे भन्थ्यो ओ भाइ माइक अफ गरे भन्थ्यो ऊ बेला पढ्ने बेला पढिएन अहिले आएर नराम्रो दुःख पाइयो मसँग पढेका साथी कोही डाक्टर कोही इन्जिनियर भए ऊ बेला मैले पनि सरले भनेको कुरा मान्न पढ्नु पर्ने रहेछ अफिस जान ढिलो भइसक्यो अफिसमा धेरै काम छ अफिस जानु पर्यो धन्यवाद तालीले उहाँहरूलाई एकदमै स्वागत गरिदिनु होला निकै नै उत्कृष्ट नाटक प्रदर्शन गरेका छन् विद्यार्थी भाइ बहिनीहरूले यसले हामी सबैमा अभिभावकज्यूहरूमा शिक्षक साथीहरूमा समाजमा विद्यार्थी भाइ बहिनीहरूमा सम्पूर्ण एउटा सकारात्मक सन्देश जाओस् सबैमा म आशा व्यक्त गर्दछु अबदेखि कसैको परिवारमा पनि खराब बिहेभियर नहोस् म शुभकामना दिन चाहन्छु अब भने म ल भाइ प्रमाणपत्रलाई जोड्न चाहे हाम्रो यसै विद्यालयमा तिमीहरू किन आत्तेका